जोसुकैले पनि रुद्राक्ष, कण्ठीमाला, ठाडो टीका अथवा गुरुको भेषमा आएर हामीलाई जे कुरा नि भन्नुहुन्छ भने के उहाँले बोलेको कुराहरू सबै साँचो नै हुन्छ त? आज साइन्सले योगा, मेडिटेसन, प्राणायाम, मन्त्र च्यान्टिङ यो सबैको बेनिफिट्सहरू इसिजी, एमआरआई, न्युरो इमेजिङ मसिनहरूबाट प्रुफ गरिसकेको छ। तर कतै न कतै साइन्सभन्दा अगाडि हाम्रो ऋषिमुनिहरूले नै यो सबै कुराहरू पत्ता लगाउनु भएको थियो। साइन्स त पछि आएको, तर त्यो भन्दैमा अहिलेको युगमा आएर कुनै पनि गुरुले हामीलाई जे पनि इन्फर्मेसन दिनुहुन्छ अथवा शास्त्रमा यस्तो लेखेको छ यस्तो गर्नु हुँदैन भनेर जे पनि इन्फर्मेसन दिनुहुन्छ, तपाईँलाई डरमा बाँध्न खोज्नुहुन्छ भने कि हामीले उहाँको कुरा आँखा चिम्लेर विश्वास गर्नु त? र कसैले तपाईँलाई डरमा बाँध्न खोज्नुहुन्छ भने तपाईँले पनि सोध्नुपर्ने हुन्छ कुन शास्त्र, कति अध्याय, कुन श्लोक। डर आफैमा एकदमै लो भाइब्रेटिङ एनर्जी हो। कुनै पनि सच्चा गुरुले चाहिँ तपाईँलाई चाहिँ डरमा बाँध्न खोज्नुहुन्छ जस्तो मलाई लाग्दैन। र यो एजमा आएर जसमा हामीलाई चाहिँ कुन गुरु साँचो र कुन गुरु फेक भन्ने कुरा पत्ता नै लाउन गाह्रो छ, यो एजमा कसैले पनि आएर तपाईँलाई केही पनि इन्फर्मेसन दिनुहुन्छ भने हामीले पनि खोज तलास गर्नुपर्ने हुन्छ। त्यसैले हरेक कुरामा आफ्नो लजिकल माइन्ड युज गर्नुपर्छ। कसैलाई पनि अन्धविश्वास गर्नुहुन्न र कसैको पनि अन्धभक्त हुनु हुँदैन। र हरेक कुरामा यसमा के साइन छ भनेर बुझ्नु त्यो पक्कै पनि गलत कुरा होइन। यही कुराले नै हामीलाई चाहिँ एकदमै अनट्रस्टवर्दी इन्फर्मेसनहरूबाट बचाउने कोसिस गर्छ।